यो भिडियो शेयर बजारमा इन्भेस्ट गर्ने र नयाँ र पुराना सबै ग्राहक महानुभावहरूलाई जसले चाहिँ नेप्सेमा नियमित कारोबार गर्नुहुन्छ या गर्ने सोच्नु भएको छ या गर्न चाहनु भएको छ उहाँहरूको लागि आर्यतारा इन्भेस्टमेन्ट एन्ड सिक्युरिटिजले चाहिँ एक दिन पहिला एउटा सूचना जारी गर्नुभएको रहेछ। अब चाहिँ यो सूचनामा तपाईँले यहाँ हेर्न पनि सक्नुहुन्छ हैन। यहाँ लेख्नुभएको छ प्यान नम्बर र एनआइडी अपडेट गरी आफ्नो टिएमएस एकाउन्टलाई एक्टिभ र सहज राख्नुहोस्। सूचना अब 5 लाख भन्दा माथिको शेयर बाइ सेल कारोबारको लागि प्यान नम्बर अनिवार्य गरिएको छ। यदि तपाईले आफ्नो प्यान नम्बर अपडेट गर्नुभएको छैन भने कृपया छिट्टै अपडेट गर्नुहोला। साथै टिएमएस एकाउन्ट खोल्नको लागि एनआइडी पनि कम्पलसरी भएकाले आफ्नो एनआइडी समेत अपडेट राख्नुहोला। सहज तथा अवरोध रहित कारोबारका लागि आवश्यक विवरण समयमै अपडेट गर्न अनुरोध गरिन्छ भनेर चाहिँ भन्नुभएको छ। अब यो धेरैजनाले बुझ्नुभयो होला। अब धेरैजनाले यहाँ चाहिँ टिएमएस खोल्नको लागि ब्रोकर एकाउन्ट खोल्नको लागि के डकुमेन्ट चाहिन्छ भन्नुभएको थियो हैन। त्यसमा चाहिँ अब नयाँ एउटा चाहिँ डकुमेन्ट पनि तपाईको नेशनल परिचय पत्र राष्ट्रिय परिचय पत्र पनि आवश्यकता भएछ र तपाईको प्यान नम्बर पनि अब अपडेट गर्नु पर्यो। किनभने हामीले कारोबार गर्न थालिसकेपछि त हामीलाई चाहिँ सरकारले ट्याक्स बुझाउने यो सबै चीजहरुको प्यान नम्बर त चाहियो। त्यो प्यान नम्बर यदि तपाईसँग छैन भने यो आन्तरिक राजस्व कार्यालयमा गएर या अनलाइन पनि त्यसको वेबसाइटमा गएर तपाईले त्यसलाई चाहिँ डकुमेन्ट्सहरु फिल गरेर प्राप्त गर्न सक्नुहुन्छ। तपाईले सबैभन्दा सहज चाहिँ आन्तरिक कार्यालय विभागमा जानुभयो भने त्यहाँबाट पनि मिल्छ। अब यो सूचना मैले तपाईलाई दिँदै गर्दाखेरि तपाईलाई अलिकति सचेत गराउनु पर्ने पनि हुन्छ। शेयर बजार कारोबार भनेको एकदमै रिस्की बजार हो। यहाँ फाइदा मात्र नभएर नोक्सान पनि हुन सक्छ। धेरै जना मान्छेहरु चाहिँ यहाँ बर्बाद पनि भएका छन्, धेरै जना मान्छेहरुले कमाएका पनि छन्। सो शेयर बजारमा इन्भेस्टमेन्ट गर्न भन्दा पहिला आफूले सोचेर बुझेर अनुसन्धान गरेर मात्र गर्नु हुन म यहाँ सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।